कटारे झार र कुरो यस्तो भएको छ। भयो 9 साल भयो छोडेको। यता आँपको रुख चाहिँ ठुलो भएछ आफूले रोपेको। बारी कमै खाने बारीको अवस्था यस्तो छ। हेर्नुहोस् है त गाइस, घरको अवस्था यस्तो छ। हाम्रो सिस्नोको बोट घरलाई नै छोप्ने भएछ। 9 वर्षपछि फर्केको। यो आफ्नै जन्मभूमि घर हो। योभन्दा 9 साल पहिलाको घरको हालत यस्तो छ। यो घर चाहिँ पहिला भत्काएर बेचेको पहाडको गाउँको घर हो। यो यतापट्टिको चाहिँ भुवा घर बनाएको। योभन्दा 6-7 साल वर्ष अगाडि होला। यो चाहिँ जस्ताको तस्तै छ। यताबाट त हाम्रो जीवन सङ्गिनी यतातिर कुरो फाड्दै हुनुहुन्छ। गेट फुल। ल यस्तो हालत छ मेरो गाउँ बस्तीको। यस्तो छ। योभन्दा पारिपरि हाम्रो छिमेकीहरूको घर, दाजुभाइहरूको घर। अम्माको रुख त यो मरेछ। केराको हालत यस्तो छ। यो आँपको रुख म आफैले रोपेको, अहिले यत्रो भएछ। त्यसपछि यो काब्रा पनि डेन्जरै भएछ है। अब चाहिँ म आफ्नो घरतर्फ लाग्दैछु। यो गेट फुल पनि मैले नै रोपेको, योभन्दा 9 साल पहिला। यो फुल चाहिँ होइन। ल आइपुग्यो है, घरमा आइपुग्यो। आफ्नै घरमा आइपुग्यो। यतातिरको हालत यस्तो छ। यहाँबाट त के दौरेछ? स्याल दौरो कि के दौरो है? यस्तो दौरेछ यहाँबाट। घस्रङ गर्दै गएको। बत्तीको हालत यस्तो छ। यहाँ राखेर चाहिँ बत्ती चोरले लैसक्यो भने यहाँ यस्तो छ। बत्तीको हालत चुडाएर मान्छेहरूले लगेछ। ल यो चाहिँ ढोका भयो। ढोका खोल्नु पर्ने अब। घर बनाएर बसेछ। ल त लु यो ढोका खोलौँ त पहिला। त खोल, म यहाँ देखाउँछु कि। ल त देखा नि त लु मलाई। यस्तो